फाइनल गाइज बचाइ आजको मिनी भ्लग चाहिँ मेरो यात्रा चाहिँ माथि बिरुवा रोप्नेसम्म छ बारीसम्म घरदेखि माथि उत्तिसको बिरुवा लिएर जाँदैछु गाइज रोप्नको लागि हेर्न सक्नुहुन्छ यति ल्याएको छु गाइज बिरुवा चाहिँ यसरी ल्याउँदैछु म नाम्रो लाएर पुरै बोकिएको छु फाइनली हैन आजको मिनी भ्लग चाहिँ यस्तै छ मेरो 2 दिन भयो बिरुवा ल्याएको चाहिँ आज रोप्न जाँदैछु म मेरो हालत अब यस्तै हो गाइज गाउँले जीवन हो कि यतिकै त गर्नु पर्यो यसो अब यो रोपे अहिले रोप्दा चाहिँ पछि यो साल रोप्दा 10 वर्षमा मात्रै हुन्छ क्या काट्ने चाहिँ साथीहरू 10 वर्षमा चाहिँ ठ्याक्कै काट्छु हेर्न सक्नुहुन्छ यो किरा चाहिँ के हो फेरि यहाँ किरा छ है गाइज के किरा हो हेलो गाइज भन्नुहोस् यो किरालाई चिन्नुहुन्छ तपाईँहरूले अब म भरे बारी पुगेपछि ठक्क बारी पुगेपछि तपाईँहरूलाई म एउटा फेरि यहाँ रोप्छु भनेर देखाउन गएको छु होइन अहिलेको मिनी भ्लग चाहिँ यति नै रहेको छ साथीहरू बाई बाई मेच वास यस्तो बाटोबाट म जाँदैछु बिरुवा रोप्न यस्तो खुर्किला छ गाई हेर्न सक्नुहुन्छ तपाईँहरूले म चाहिँ होइन अब यसो गाउँठाउँमा बिरुवापात लाउनु पर्यो भनेर नि बाजेको पालादेखिको बारीमा जाँदैछु लाउन बिरुवाहरू होइन त माथि पनि थियो नि त बारी घरदेखि निकै टाढा छ क्या कति छ 10-15 मिनट टाढै हो आधी घन्टा लाग्छ भन्नुपर्छ गाइस अस्ति त्यहाँनिर यो बारी गएको त्यही पारिपट्टि हो हेर्न सक्नुहुन्छ यस्तो गरी जाँदैछु भाइ यहाँ आइपुगेँ गाइस यहाँ आइपुगिसकेको गाइस हेर्न सक्नुहुन्छ तपाईँले माछ यस्तो भ्यू छ हेर्नुहोस् यस्तो डरलाग्दो ठाउँ छ कि त्यहाँदेखि अस्ति पहिरो गएको गाइस त्यो खोलाबाट हेर्न सक्नुहुन्छ डाँडाकाँडा यस्तो दामी छ है साथीहरू आज म त्यहाँ फाँडेको ठाउँ छ थोरै जुम गरेर देखाउनु पर्यो यहाँनिर जाँदैछु यो पर बिरुवा लाउन छु होइन तपाईँलाई पुगेपछि म देखाउने छु गाइज अहिले चाहिँ यति नै रहेको छ मिनी ब्लग हेर्न सक्नुहुन्छ यस्तो ठाउँ छ गाउँको ठाउँ शङ्कसभा मादिनौ फाबिनमा यस्तो छ ठाउँ जङ्गलै जङ्गल भएछ गाउँ पनि गाइज हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो भाडी लिएर जाँदैछु म लाइक सब्सक्राइब गर्न नछोड्नु है साथीहरू गाइज बारीमा आइसक्यो अब यहाँ रोप्नु छ गाइज ठक्क यहाँ रोप्छु यो थबै रोप्नु मन छ साथीहरू यताउदो छ रोप्नु पारिपट्टि छ गाइज म कोदालो लिन जानु परेको छ यहाँ तल गाउँतिर त होइन यहाँ पर राखेकै छु माग्नु जानु छ गाइज यस्तो छ है ठाउँहरू यस्तोमा रोप्नु पर्ने छ तपाईँलाई अहिले म रोपेपछि देखाउनेछु कसरी रोप्ने भनेर गाइज यस्तो घारी थियो हाडेर अहिले चाहिँ निकै बनाएको छ यहाँ हेर्न सक्नुहुन्छ गाइज माथि रोप्नुपर्ने छ उठ्नु छ गाइज यस्तो ठाउँ छ कि यस्तो ठाउँ छ यस्तो घारी थियो पुरा घारी थियो अहिले त यस्तो हरियाली गएको छ तपाईँले रोप्नुहुन्छ गाइज यता माथि यतातिर कसो गाइज बिरुवा रोप्ने यहाँ चाहिँ बिरुवा रोप्नुको लागि गाइज यतिको डोप खन्नुपर्छ गाइज हेर्न सक्नुहुन्छ यतिको पातलो छ गाइज यहाँ छ डोप्पै डोप छ भने गाइज अब यहाँ म रोप्न जान्छु एकछिनबाट तपाईँलाई रोपेको नि म देखाउन गएको छु हेर्न सक्नुहुन्छ यतिको चाहिँ खन्नुपर्छ गाइज मेल्लै खन्नुपर्छ मेल्लै गाइज अहिले रोपेको म देखाउँछु तपाईँहरूलाई फाइनली गाइज पानी नि परिसकेको छ मेरो बिरुवा चाहिँ सर्ने भयो गाइज हेर्न सक्नुहुन्छ
पानी पर ओडा नि ल्याइएको छैन गाइज। अब म एकछिन उता लाग्नु जानु पर्यो, पानी कतिले परिरहेको छ गाइज। हेर्नु सक्नुहुन्छ मेरो बिरुवा अब यहाँ 2टा चाहिँ रोप्न थालेको थिएँ, अब सर्छ गाइज पानीमा, रमाइलो सर्छ गाइज। यत्तिको छैन बिरुवा रोपेपछि पानी चाहिँ आउनै पर्छ गाइज।